आज केक अर्कै आयो अरू को रह्यो के दिदीलाई एकछिन ल कोलाई भने नि एकजनालाई माथि पठाउनु पर्यो युलाई नखानु हुने अरे युलाई दिएर आऊ त म त कोलाइदिउ बनायो अन्त The milk. I want the milk. Thank you. The milk is yummy.
जोगेनले खायो नि होइन You'll be washing too much stuff. You'll be washing too much पापाको त ठिक्कै औँला पनि गाउटले यसो पारेको टिका लाउनु औँला ठिकै भएछ गाउट उयो भएर एसिड बढी युरिक एसिडले गर्दा नि गाउट भयो नि त उयो हाल्नु नि यो औँला यसो यसो Happy birthday, Hansa. You are actually so smart. आशीर्वाद त मन मनमा सुन्यो भने लाग्दैन Golden dad, you got. मन मनमा भन्नुपर्छ आशीर्वाद ल हुन्छ भाउजू सुरु गर्दा भयो काम गरेर भयो Hansa, happy birthday, 40 years, happy birthday. 15, 16. 2 years गाडी ड्राइभर Golden dad, you like. Happy birthday. You know that potential. 28 मा त स्वीट पापालाई राम्रो हेल्प गर्नु You know that what हाम्रो माछाको छोरा जेठा कति वर्षले हो 16 वर्ष 15 वर्ष 14 पढेको 15 लाग्यो अब सबभन्दा ठुलो है यिनले सबै गाइड गर्नुपर्छ भाइ बहिनी आमा बाबु दाजु भाइ यहाँ भएको सबैलाई तिमीले गाइड गरेर जानुपर्छ राम्रो पढ्नु है ल ल You are both. Lisa, I want to say Hansa unselling. You are backbone cancer. You are Hey, I'm supposed to go first. What's not that? ठुलो भयो Happy birthday. I'm kind of broke. दाजुभाइ जस्तो You're unofficial. के विश गर्यो What you gonna say about it? ल निशामले के I didn't know. ह्यापी बर्थडे त भन्नु पर्यो नि ह्यापी बर्थडे ह्यापी बर्थडे हान्छ दादा भन्छ ह्यापी बर्थडे वाच निशाम तैँले के विश गरिस् हाम्छ दादालाई सुनाउनु हुँदैन विश गरेको Wait, Lisa, what did Lisa say? It makes sense. मनलाई सुनि छुटा
यहाँ आइज न यो के भएको केटा यो फोन देख्नु हुँदैन विश गर के भन्यो मान्छेले ह्यापी बर्थडे मात्रै भन्यो पिक्चर खिच्नु पर्छ यहाँ आऊ यहाँ क्रिस्टिना यहाँ आऊ क्रिस्टिना विश गर त हाँसा मामालाई विश गर त मारो खै थ्याङ्क यू भन्दैन त हाँसा त खै मामा खै भनेको मामा हाँसा मामा भन्नुपर्छ ए नफुटेको कोट्टा है यो त बिदाईको चलन अब हिँड्नु पर्ने खाइसकेपछि त मुनलाई चाहिँ मामाले जानी फिर जानु यो पनि हो खानुपर्ने आज अब यो खाइसकेपछि त हिँड्नु पर्ने माग्छ ए हो बस्नु पाइँदैन होइन जानुपर्छ यही हुन्छ त्यही त ल बिदाईको अब यो जुगेन अर्को लिएर आउनु त म त अब यहाँ अब फोटोवालो कहाँ नानी यस्तो क्यान अर्को ल्याउ त खोलेर ल ल ल ल ल लाइनमा बस्नु पर्यो लाइनमा उता ऊ अघि खाना चाहिँ अब पचाउँछ यसले खोइ ल्याएन हौ यो जेठोले त अब आउँछ नानी मलाई आउँछ ल बेबी आउँछ ल आयो सेतो खालको परेछ सेतो र कालो पो भएछ त खोइ उसलाई भएन उसलाई मन परेन कि ला हो तिमीलाई यस्तो चाहिएको ला यहाँ छ नि यहाँ ए साटौँ पापालाई त्यो त यता कहाँ छ एउटा पेपर पापालाई हुन्छ ऊ नानीले उसलाई ऊ जस्तो चाहिएको अनि ऊ पापाले सेतो पाउनु मैले अब उता कोठामा को छ होइन जोगिन हामी त कालै कालो बोकेको खै कालो बोकेको कत्रो हो ए खाँदैन अहिले नि नखाने ड्रेसमा लाऊ अब ड्रेसमा छ अब झोल त आयो आमाले धेर खानु हुँदैन यता सेतो एउटा खाइदिउँ अरे छ भने पेपर आमा सेतो पेपर ल्याउने बेला भयो प्लेट ल्याउने बेला भयो मलाई चाहिँ भयो मैले एउटा आधी आधी मात्रै खायो खानु पर्यो अब आमाले भयो आमालाई चाहिँ भयो ल कान्छीलाई पनि ओ दाजु के काम गर्छ ओ दाजुले के कुदाएर गयो उता मलाई यसले त गाडी बनायो त बकेट खेलोस् न खेलोस्